केमिकल कति छ भनेर हामीले घरमा आफै परीक्षण गरेर हेर्नु मिल्दो रहेछ क्या है। यो 1 लिटरको कोक हो, यो कोकमा केमिकल कति छ है आज हामी हेर्छौँ। भिडियोको अन्तिमसम्म रहनु होला। यसको ग्यास फाल्दै मैले। अब यो कोकमा भएको केमिकल अब हामी हेर्दैछौँ कति छ है। सबैभन्दा पहिला मैले यसलाई भाँडामा हालेँ। यो कोक म यसलाई यहाँ यो पुरै कोक यो भाँडामा राख्छु है। यो 1 लिटरको कोकमा कति केमिकल छ भन्ने कुरा हुन्छ है। चिनी र केमिकल यसको यहाँ पनि मात्रा लेखिदिएको हुन्छ, यहाँ पनि छ लेखिदिएको। तर अब हामी चाहिँ यो लाइभ हेर्छौँ क्या आज, झन्डै यसमा भरि भयो। अब कसरी यसको केमिकल छुट्याउने त है। ल मैले यो कोकलाई चाहिँ यो चुलामा ग्यास बालेर बसाएँ है। ल हेर्नुहोस् पहिले अब यहाँ आगो बल्यो होइन। अब यसलाई यो चुलामा राखेँ। अब के हुन्छ भने नि यो पुरा है, यो पुरा यसको यो पानी चाहिँ बाफ भएर जान्छ। अब बाँकी रहन्छ यसमा केमिकल मात्रै बाँकी रहन्छ क्या यसमा। अहिले यो त्यत्तिकै पनि उम्लिरहेको छ भाँडामा राख्दाखेरि, यो केमिकल मात्रै बाँकी रहन्छ क्या लास्टमा गएर। ल हेर्नुहोस् है यहाँ आगो लागिरहेछ र त्यो केमिकल कति छ 1 लिटरको कोकमा भनेर त्यो हामी हेर्छौँ है। ल हेर्नुहोस् यो उम्लिन थाल्यो है। म एकछिन यसलाई चलाइदिन्छु। धेरै मान्छेले कोक खान्छ होइन, नेपालमा पनि त्यत्तिकै खान्छ, विदेशमा त झन् यो पानीको सट्टामा यो कोकै मात्रै खान्छ होइन। यो चिसो धेरै खान्छ। ल अब चाहिँ म यसलाई फाइनली निकालिदिन्छु है। यसको लगभग यो सबै सुकिसक्यो। अब यो बाक्लो मात्रै बाँकी रह्यो। अब यसमा हामीले हेर्छौँ है केमिकल। ल अब यसलाई मैले सेलाउन राख्छु है। यो फिजहरू सुक्छ अनि सेलाएपछि यसमा देखिएको केमिकल चाहिँ प्रत्यक्ष हामीले अब चाहिँ हामीले हेर्न सक्छौँ क्या। यसमा भएको केमिकलहरू चाहिँ अब हामीले प्रत्यक्ष देख्छौँ हेर्छौँ। ल साथीहरू अब चाहिँ फाइनली म हेर्दैछु है। ल हेर्नुहोस् है अब यो सबै पानीहरू यसमा भएको यो कोकमा भएको पानी निस्कियो है। अब म यसलाई लगेर हेर्छु। ल हेरौँ त। अब यो केमिकल यसमा भएको पानी उडेर गयो बाफ भएर। अनि अब रह्यो यो चिज। ल हेर्नुहोस् त यो अब हामीले यो केमिकल खाँदैछौँ। ल हेर्नु साथीहरू, आमामा चम्ची नै यस्तो ऐसिन राखेको, यस्तो चम्ची नै भाँचेला जस्तो छ क्या। ल हेर्नु त है, कोकलाई पकाएँ पानी फ्याले सबै। अब यस्तो रेल निक्ल्यो क्या। ल हेर्नु त यो बाँकी रहेको चाहिँ यो सबै केमिकल हो क्या। यहाँ भएको पानी चाहिँ उडेर गइहाल्यो। अब म यसलाई एकचोटि उ गरेर देखाउँछु, हातले निकालेर देखाउँछु है त। ल अब म यसलाई निकाल्छु है। ल हेर्नुहोस् यहाँ यस्तो छ, सबै केमिकल हो क्या यो। अब हामी यो खाँदैछौँ क्या। अब यसलाई हातले छुटाउन सक्छौँ त सक्दैनौँ होला यार। आमामा कहाँ सक्नु नि। ल बाँकी रहेको केमिकल चाहिँ यो हो क्या। यो